विद्यालय हार्दिक स्वागत गर्न चाहन्छ। आज हामी विशेष गरेर हाम्रो विद्यालयको निमन्त्रणा पत्रमै उल्लेख भए बमोजिमको कार्यक्रम यहाँ हामी विषयवस्तु बनाएर पुग्ने जमर्को गर्दैछौँ। सोही अनुरूप हामीले 2083 साललाई आम भेलाको रूपमा आम अभिभावक कालखण्डमा विद्यालयले आफ्नो उपस्थिति विद्यालयका विभिन्न गतिविधिहरू प्रस्तुत गर्दै आएको छ। तथापि हामी विद्यालय श्री बसन्त ऋतु माध्यमिक विद्यालय स्थापित भएको 2019 साल चैत्र 13 गते हो। यति लामो समयसम्म विद्यालयले विभिन्न क्षेत्रमा विभिन्न व्यक्तित्वहरूको उपस्थित गराएको, विभिन्न व्यक्तित्वहरूले योगदान पुर्याउनु भएको यी सबै कुराहरू हामीलाई जगजाहेर छ। हामी देखिरहेका छौँ, हामी सुनिरहेका छौँ। यो विद्यालयको स्थापना कालदेखि आजसम्म आइरहँदा विद्यालयलाई सर्वाङ्गीण विकासका निम्ति सहयोग पुर्याउनु हुने सोही अनुरूप नै हामी कार्यक्रम अगाडि बढाउने अनुमति माग्न चाहन्छौँ। उमेरको विभिन्न समयहरूमा गर्दै आएका हौँ, गरिरहेका छौँ र गर्नेछौँ भन्ने प्रण यो समुदाय र यो समाजको नयाँ विचारहरू आए। सोही अनुरूप हामी अभिभावक माझमा जानुपर्छ भन्ने उद्देश्य राखी विद्यालय परिवार तपाईँहरूको समक्षमा उपस्थित हुन आज यहाँ उपस्थितज्यूलाई आजको यस कार्यक्रमको प्रमुख अतिथिको आसन ग्रहण गरिदिनु हुनका निम्ति म हार्दिक निवेदन गर्न चाहन्छु। धन्यवाद। प्रमुख अतिथिज्यू बरा क्षेत्र नगरपालिका उपमेयर लिम्बाज्यूलाई अतिथिको आसन ग्रहण गरिदिनको म हार्दिक अनुरोध गर्दछु। अतिथिको आसन छु। यसै गरी यसै वडाका वडा प्रतिनिधि विद्यालय महत्त्वपूर्ण भूमिका निर्वाह गरिदिनु हुने र आजको हाम्रो निमन्त्रणालाई पूर्व विद्यास अध्यक्ष श्री खेमराज उदासज्यूलाई अतिथिको आसन ग्रहण गरिदिनुमा हार्दिक अनुरोध गर्दछु। केही काम पनि भएका हुन्, तथापि विभिन्न प्राविधिक कठिनाइहरू, विभिन्न देशकाल परिस्थितिका कारणबाट विद्यालयको नराम भन्नुभएको विद्यालयले आफ्नो माग गरेको स्वर्ण महोत्सव प्राप्त गर्न पाओस्, त्यसको इतिहास रहोस् र यसमा योगदान गर्ने विभिन्न व्यक्तित्वहरूको इतिहास बन्न सकोस्, स्मारक बन्न सकोस्, स्मारिका बनाउन सकियोस् र यो इतिहास युग युगान्तरसम्म दिगन्तरसम्म फैलिरहोस् भन्ने उद्देश्यका साथ विद्यालयले स्वर्ण महोत्सव कसरी मनाउन सकिन्छ भन्ने नै कुराहरू। सोही अनुरूप यशोदा कार्कीज्यूलाई स्वागत गरिदिनमा हार्दिक अनुरोध गर्दछु। यस कार्यक्रममा सम्पूर्ण र हाम्रो निमन्त्रणालाई गर्नुपर्छ। र यो सँगसँगै म के पनि भन्न चाहन्छु भने उत्सव सँगसँगै हिजो विद्यालय कस्तो गतिमा थियो र अहिले कस्तो अवस्थामा छ त्यसलाई पनि अलिकति मध्यनजर राख्दा राम्रो हुन्थ्यो कि जस्तो हामीले बालकृष्ण सर आउनुभयो। आफ्नै प्रयत्न मैले सकेको विवेकमा सधैँ क्षेत्रमा आफ्ना विचारहरू प्रस्तुतीकरण गरिदिनका निम्ति म हार्दिक अनुरोध। धन्यवाद। उहाँले लामो इतिहास, लामो अनुभव अगाडि बढ्नेछ। सबै त्यसको श्री जगन बजगरिया सह अध्यक्षहरूमध्येबाट श्री भेषराज निरौलाजीलाई आफ्नो मन्तव्य राखिदिनमा हार्दिक अनुरोध गर्दछु। अनुभवी देख्ने भोग्नेहरू हुनुहुन्छ भने कतिलाई थाहा छैन। मैले जहाँको घर थियो छानो रोलाले पाटीमा, पाटी पनि काठको पाटीमा धुलौटो कुटेर अनि खरको टन्ठीको चाहिँ कालीप्रसाद खनाल, श्रीप्रसाद भट्टराई, हरिप्रसाद आचार्य लगायतका दिल्लीराम आचार्यहरू लगायतका व्यक्तित्वहरूले चाहिँ त्यसमा लगानी गर्नुभयो
त्यहाँ पहिरो आँपको रुख थियो, यसो पूर्वपट्टि हाँगो भरेर ढल्केको रुख थियो। त्यो रुखको फेदामा का पनि हामी आयौँ, यताका पनि हुनुभयो, तलतिर आइतबारेपट्टिका पनि यता जोडिन थाल्नुभयो। अनि धान बाली बुन्सेरमा उठाउन जाँदाखेरि कुटाकुट भएर बुट्टा परापर पनि भयो। अब यी सबै गतिविधिहरूलाई बिहोर्दै आज विद्यालय चाहिँ यस्तो स्थितिमा आयो। यो विद्यालयले राज्यको सिडिओ जन्मायो, यस विद्यालयले यो राज्यको चाहिँ उद्योगपति जन्मायो यस विद्यालयले। यो विद्यालय कमजोरी छैन। हामीहरूलाई यस्तो गर्न आँट्यो, हामीहरूलाई सहयोग चाहियो भन्यो भनेदेखि उहाँहरूलाई लिन जानु पर्दैन, सुन्ने बित्तिकै आफै आउनुहुन्छ। किनकि उहाँहरूले यस विद्यालयबाट त्यो गरिमा पाउनु भएको। त्यस कारणले मलाई एकदम खुसी लाग्यो। यो हाम्रो बालकृष्ण सरले यो गुट चाहियो, पार्टी चाहियो, के चाहियो, स्वतः म त्यो हिसाबले एमाले सबैको एकमत भयो भने हामी जस्तै कुरो पनि सफल पार्न सक्छौँ। अर्को कुरो, हेड सरलाई मेरो सुझाव, व्यक्तिगत सुझाव के हो भने केही हाम्रा पनि लगानी छन्, केही दुःख छ। यहाँ हामीहरूलाई कसरी पठाउनु भयो व्यवस्थापन समितिको अध्यक्ष अनुरोध गर्दै उहाँलाई आफ्नो मन्तव्य पस्किनका निम्ति अनुरोध गर्दछु। धन्यवाद कार्यक्रम सञ्चालक आदरणीय व्यक्तित्व अनिल गौतमज्यू। आज हामी वास्तव नगरपालिकाको यो वसन्त ऋतु स्कुलको प्राङ्गणमा अभिभावक भेलामा उपस्थित भएका छौँ। यस अभिभावक भेलाका सभाध्यक्ष तथा वसन्त ऋतु माध्यमिक विद्यालयका डिभिएस ज्येष्ठ अध्यक्ष बालेश्वर खङज्यू, त्यसै गरी आजको यस भेलाका प्रमुख अतिथि वास्तव नगरपालिकाका उपमेयर नन्दकुमारी राईज्यू, त्यसै गरी आज यस कार्यक्रममा अतिथि रूपमा उपस्थित हुनुहुने वास्तव नगरपालिका वार्ड नम्बर 7 का वार्ड सदस्य अम्बिका दर्नालज्यू, त्यसै गरी मेघराज राईज्यू, मेनुका लिम्बुज्यू, त्यसै गरी आज यस कार्यक्रममा उपस्थित हुनुहुने यस विद्यालयका पूर्व विद्यालय समितिका अध्यक्षज्यूहरू, पूर्व प्रधानाध्यापकज्यूहरू, पूर्व शिक्षकहरू, यो विद्यालयलाई सहयोग गर्नुहुने सहयोगी अग्रज महानुभावहरू, यस विद्यालयका प्रधानाध्यापक बालकृष्ण अधिकारीज्यू, यस विद्यालयका म अध्यापन गराएर उचित मान्छेलाई पठाएछ। तेरो मैले जानेको छु, तैँले मलाई सदस्य राख, म तँलाई सहयोग गर्छु भन्नु। मलाई अप्ठ्यारो लाग्यो। एक त मेरो बुवाभन्दा जेठो मान्छे, त्यहाँमाथि यस विद्यालयको अध्यक्ष हुनुभएको मान्छे, त्यसदेखि पछाडि भनेको म तोकिरहेका छौँ। ज्येष्ठ सदस्य बालेश्वर खङज्यूको अध्यक्षतामा हामीले बैठक चलाइरहेका छौँ। हामीले कानुनी अडचन भइरहेको त्यसैले गर्दा हुन्छ। अनि उनीहरूले आफ्नो समितिको छलफल गरेर ल्याउने हो। त्यहाँ पनि के अरे भने 9वटा समिति पनि 7 जना मेजर फाइभ भयो। उनीहरूले मिटिङ बसेर लिएर आउँछ। विशेष हजुर